सो हेलो गाइज, आज चाहिँ यहाँनिर चिली मोमो बनाउन आँटेको। अन्त मैले चाहिँ यहाँ स्प्रिङ अनियन चप गर्दैछु। त्योपछि चाहिँ यहाँ इन्ग्रिडियन्ट्सहरू चाहिँ यतै छ, देख्न सक्नुहुन्छ होला तपाईँहरूले। अन्त यहाँ चाहिँ दादाले चाहिँ उयो मोमो फ्राई गर्नु हुँदैछ होइन। अन्त बिस्तारै बिस्तारै मोमो फ्राई हुँदैछ यहाँनिर हाम्रो। अन्त म तपाईँहरूलाई अब मोमो फ्राई गरेर देखाउँछु। सो गाइस, यहाँ चाहिँ मोमो पनि फ्राई भइसकेको छ होइन। अन्त अब चाहिँ तपाईँहरूलाई देखाउँछु बनाएको। सो यहाँ चाहिँ सबै बिस्तारै बिस्तारै गर्दै हाल्नु हुँदै थियो। अन्त यता के भन्छ, दिदीले चाहिँ भिडियो बनाइदिनु हुँदै थियो होइन। अन्त बिस्तारै बिस्तारै यहाँ सबै हाल्दैछ, सबै इन्ग्रिडियन्ट्सहरू पनि यहाँ हाल्नु हुँदैछ। अन्त ससहरू पनि बिस्तारै बिस्तारै गर्दै हाल्दैछ, नुन पनि हाल्नु हुँदैछ। अन्त त्यसपछि चाहिँ हाम्रो खास चाहिने चाहिँ कर्नफ्लावर थियो कि, तर यसमा चाहिँ कर्नफ्लावर नभएको कारणले चाहिँ हाल्नु भएन। त्यही भएर तर पनि अरू ससहरू चाहिँ थियो, त्यही भएर चाहिँ यहाँ सोया सस हाल्नु हुँदैछ। अन्त त्योपछि टमेटो सस हाल्नुभयो होइन, टमेटो सस हाल्नुभयो। अन्त यहाँ चाहिँ एकदम उयो डढ्छ भने चाहिँ छिटो छिटो उयो ल्याउनु भन्नुहुँदै थियो नि त ससहरू, त्यही भएर। अन्त के भन्छ, यहाँ चाहिँ अब हाल्नु हुँदैछ बिस्तारै अर्को इन्ग्रिडियन्ट्स। सो यहाँ चाहिँ स्प्रिङ अनियन पनि हालिसकेको छ। अन्त टमेटो सस पनि फेरि हाल्नुभयो पुगेर। अन्त त्यो पछि चाहिँ अब मोमो फ्राई मोमो हाल्नुहुन्छ यहाँनिर। अन्त फ्राई मोमो हालेपछि यता चलाउनु हुँदैछ। मैले चाहिँ फेरि यहाँ माथिबाट चाहिँ उयो क्याबेजहरू हालिदिएको छु। अन्त यहाँ चाहिँ रेडी भयो हाम्रो। सो मैले चाहिँ यहाँ ट्राई पनि गरेँ, अन्त मिठो भयो।